मान्य सदस्यहरू, अब माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, राष्ट्र ऋण उठाउने विधेयकका सम्बन्धमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने र छलफलमा भाग लिनुहुने सबै मान्यज्यूहरूप्रति र उहाँहरूका विचारप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, यसमा मैले धेरै कुरा भन्नुपर्ने त्यस्तो मैले आवश्यक ठानेको छैन। अब यो चाहिँ ऋणै लिनु हुँदैन, देश आत्मनिर्भर बन्नुपर्छ, यो चाहिँ ऋण लिने विधेयक किन ल्याउने भने जस्तो कायदाको कुरा मान्यजीले गर्नुभएको छ। हाम्रो त्यो डेस्टिनेसन हो, त्यहाँ पुग्नु पर्ला, एकछिन पुग्छौँ हामी। तर आजको स्थिति चाहिँ के हो भने हामीले हाम्रो उत्पादकत्व वृद्धिका लागि र खास गरी पुँजीगत क्षेत्रमा स्रोतको न्यूनता परिपूर्तिका लागि निश्चित सीमासम्म जीडीपीको निश्चित प्रतिशतसम्म ऋण लिनुपर्ने अवस्था छ। त्यही आवश्यकतालाई ख्याल गरेर यो विधेयक प्रस्तुत भएको छ। जहाँसम्म मान्यज्यूले यो सुझाव राख्नुभएको छ कि सरकारले ऋण लिने र त्यस ऋण लिँदाखेरि त्यो चाहिँ निजी क्षेत्रमा प्रभाव निजी क्षेत्रका निम्ति चाहिने ऋणको तरलताको चाहिँ अवस्थामा सङ्कुचन आउने स्थिति नहोस् भन्ने कुरामा सुझाव राख्नुभएको छ। त्यो सुझाव चाहिँ उपयुक्त नै छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। त्यसतर्फ सरकारको ध्यान गएकै छ, प्रस्तुत विधेयकले पनि त्यसतर्फ ध्यान दिएकै छ। यो चाहिँ पुँजी निर्माणमा केन्द्रित हुनुपर्छ, हामीले लिने ऋण पुँजी निर्माणमा केन्द्रित हुनुपर्छ, यो साधारण खर्चका निम्ति हुनु हुँदैन भन्ने जस्ता विचारहरू पनि अत्यन्तै सही छन्। र यो प्रस्तुत विधेयकको पनि मकसद त्यही छ र त्यही सङ्कल्पका साथमा प्रतिबद्धताका साथमा प्रस्तुत विधेयक प्रस्तुत भएको यो विधेयक प्रस्तुत भएको छ। हामीले चाहिँ यो बडो स्पष्ट हुनुपर्छ, यो साधारण खर्चका लागि ऋण लिने होइन, यो चाहिँ पुँजीगत खर्चका निम्ति उत्पादकत्व वृद्धिका निम्ति नै ऋण लिने हो भन्ने त्यो कुरामा चाहिँ स्ट्रङली उभिनुपर्छ भन्ने मान्यज्यूहरूको सुझावका प्रति पनि म सम्मान व्यक्त गर्न चाहन्छु। सरकारको दृष्टिकोण पनि त्यही नै हो, त्यसरी नै यो प्रस्तुत भएको छ। यो त्यसै भएर यहाँ चालु आर्थिक वर्षको चाहिँ र आगामी आर्थिक वर्षको चाहिँ यो चाहिँ राष्ट्र ऋणको तुलना गर्दा र चाहिँ यो राजस्वले बेहोर्ने दायित्वको चाहिँ अनुपात हेर्दाखेरि राजस्वले बेहोर्ने समग्र खर्चको दायित्व राजस्वले बेहोर्ने दायित्वको आकार अलिकति बढाएरै प्रस्ताव गरिएको छ। यसको अर्थ के हो भनेदेखि हामी यो ऋणलाई उत्पादनमूलक क्षेत्रमा पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने चाहिँ यो विधेयकको प्रतिबद्धता छ। जहाँसम्म ऋण लिएर ऋण तिर्ने अवस्थाको कुरा छ, स्वाभाविक रूपमा हामी एउटा केही समयदेखि यो स्थितिमा छौँ। हामीले जुन सार्वजनिक यो चाहिँ राष्ट्र ऋण उठाउँछौँ त्यसको एउटा ठुलो हिस्सा चाहिँ विगतको ऋणको सामा ब्याज तिर्नमा खर्च हुन्छ, त्यो स्थिति छ। र यो स्थितिबाट हामी क्रमशः बाहिर निस्कनुपर्छ, ऋणको आकारलाई क्रमशः घटाउँदै लानुपर्छ र हाम्रो आफ्नो चाहिँ आन्तरिक उत्पादनलाई बढाएर लानुपर्छ भन्ने कोणबाट मान्यज्यूले राख्नुभएको सुझाव चाहिँ सराहनीय छ। र यो मान्यज्यूहरूको सुझाव र प्रस्तुत विधेयक एउटै कोणबाट एउटै दृष्टिकोणमा रहेको हुनाले यस विषयमा मैले चाहिँ मान्यज्यूहरूलाई हार्दिक आभार मात्रै व्यक्त गर्दा पुग्छ भन्ने मलाई लाग्छ। यिनै भनाइहरूका साथमा प्रस्तुत राष्ट्र ऋण उठाउने विधेयकलाई सर्वसम्मतिका साथ पारित गरिदिन म यस सम्मानित सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद।